मैजीदेवीतिर सबैभन्दा ठुलो झण्डा लिएर निस्केपछि रत्नपार्कभित्र तपाईँले कोही आन्दोलन जानुभएको मान्छे कसैलाई पनि एउटा ठुलो झण्डा त्यतिखेर याद छ भने सचिनको पिताजी चाहिँ आइसकेपछि चाहिँ एउटा जुलुसमा किन माहौल आउँथ्यो भने त्यहाँ सबैभन्दा ठुलो झण्डा बोकेर उहाँ आउनुहुन्थ्यो। यो सिङ्गो परिवार हामीहरू सँगसँगै हुर्केको परिवार, हाम्रो गाउँठाउँको परिवार हो। मैले केटाकेटीदेखि सचिन मेरै आँखा अगाडि हुर्केको बनेको देख्दै आएको छु। अघि उसले भने उसँग काङ्ग्रेसको भ्यालु छ, त्यसैले एउटा दृढ संकल्पित एउटा काङ्ग्रेसको कार्यकर्ता हो। तर काङ्ग्रेसको कार्यकर्ता भएकोले गर्दा उसँग अर्को एउटा क्यारेक्टर के पनि छ भने उसले प्रश्न गर्छ, ऊ आलोचनादेखि डराउँदैन, आलोचना पनि गर्छ, ऊ बदल्न चाहन्छ, जे छ त्यो कुरालाई स्वीकार गर्दैन, भएको ठिक कुरालाई स्वीकार गर्छ, बाँकीको कुरा बदल्नुपर्छ भन्ने ठान्दछ। त्यही सोचको साथमा गएको 8-10 वर्ष लगातार युथहरूलाई, युवाहरूलाई नेपाली कांग्रेससँग आबद्ध गर्ने, कांग्रेसको सही परम्परासँग जोड्ने, तर नेपाली कांग्रेसभित्र पनि बदलाव ल्याउने एउटा अभियानका साथमा युथ कांग्रेस उनीहरूले सुरु गरे, लगातार यसबाट काम गरे। हामीहरू आनन्दले सरकारमा बसिरहेको बेलामा कांग्रेसले सरकारका विरुद्ध पनि आन्दोलन गरे। कहिले काठमाडौँको फोहोरको विषयलाई लिएर आन्दोलन गरे, कहिले काठमाडौँको यहाँको सार्वजनिक यातायातको विषयलाई लिएर आन्दोलन गरे, कहिले युवाहरूको अधिकारको कुरालाई लिएर आन्दोलन गरे। तर कुनै त्यो आन्दोलन गर्ने भनेको कहीँ न कहीँ उनले प्रश्न गरे, यो अवस्थालाई बदल्ने कोसिस गरे। सचिनसँग जीवनमा अरू धेरै विकल्पहरू थिए, नेपालभन्दा बाहिर गएर बस्ने विकल्प पनि थियो, राम्रो विश्वविद्यालय पढेर आएको हुनाले गर्दा तिनै विश्वविद्यालयमा गएर पढाउने विकल्प पनि थियो। आज उनी एउटा क्याम्पसमा पढाउँछन्, आफ्नै उद्यम गर्छन्, युवाहरूलाई अगाडि बढाउनुपर्छ भन्ने जोस पनि छ। सबैभन्दा राम्रो कुरा त्यो सँगसँगै उनीसँग सोच पनि छ। आज सचिन उम्मेद्वारको रूपमा तपाईँहरूको बिचमा आएका छन्। मेरो तपाईँहरूसँग एउटै अनुरोध छ, म नेपाल विद्यार्थी सङ्घको भर्खर काम गरेर आएको विद्यार्थी राजनीतिको एउटा चाहिँ अनुभव बोकेर आएको तर एउटा मान्छेलाई तपाईँहरूले 10-12-15 वर्षमा सँगै राखेर यति धेरै कुरा सिकाउनु भएको छ। तपाईँहरूको सिकाइले, तपाईँहरूको मायाले, तपाईँहरूको प्रेमले भर्खर त्यो पनि नयाँ ठाउँबाट आएको, भर्खर जोडिएको, भूगोल जोडिएको, त्यो बेला वडा नम्बर 30 र यतापट्टिको जोडिएको एउटा मान्छेलाई यहाँको सबै समुदाय, माथिको सबै समुदाय, पार्टीभित्र मात्र होइन समुदायको हिसाबले पनि यहाँको स्थानीय रैथाने, यहाँको चाहे त्यो तामाङ समुदाय होस्, चाहे यहाँको हाम्रो नेवार समुदाय होस्, वा बसाइसराई गरेर आउनुभएका हाम्रो विभिन्न जिल्लाबाट आउनुभएका यहाँको बासिन्दाहरू होस्, सबैले समान ढङ्गले मलाई जसरी माया प्रेम गरेर मलाई बनाउनु भयो। तपाईँले बनाएको मान्छे हो म, एउटा मान्छेलाई फलाम थिए, तपाईँले धारिलो बनाइदिनु भयो मलाई। यो क्षेत्रसँग त्यो ताकत छ। आज 33 वर्षको एउटा सचिन तपाईँहरूको बिचमा आएको छ। यो क्षेत्रसँग भएको ताकतले 10-12-15 वर्षभित्र सचिनबाट गगन निकाल्न सक्ने क्षमता भएको क्षेत्र हो यो। तपाईँहरूले त्यसले गर्ने। तर म यो भन्दै गर्दा सचिनलाई पनि